एक गिलास में पहिला यो चावल, सुनौँ है। पानी और खाना पकाने वाला तेल डालना है और कान अँ, साफ करने वाला चीज को बीच में रख देना है और आग लगा देना अँ। है। अब ये आग 5 साल तक जलता रहेगा। हैं? साँच्चै? मतलब 5 सालसम्म बिजुली-सिजुली केही पनि चाहिएन होइन त हामीलाई। ल यो एक्सपेरिमेन्ट हामीले पनि ट्राई गरौँ है। यो ट्राई गर्नको लागि हामीलाई चाहिन्छ सबभन्दा पहिला चामल होइन, अहिले चामल ल्याएको छु। त्यसपछि कान साफ गर्नेवाला, वाह! है झुम झुम गर्नु पर्यो यसले। एउटा भए पुग्छ भन्ने थियो। अनि त्यसपछि खाने तेल, अब जति चाहिन्छ त्यति नै ल्याएको छु है। अनि फेरि यसलाई ठ्यास जलाउनको लागि लाइटर पनि चाहियो हामीलाई। अनि फेरि अलिअलि थोरै पानी पनि हाल्नु पऱ्यो होइन। र अब यो हामीले सुरु गरौँ है। सुरु गर्नलाई मैले ठुलो गिलास किन होइन, अब सानो गिलासै ल्याएको छु। मलाई 5 सालसम्म चाहिएन, 2 सालसम्म चल्यो नि हुन्छ है। म अब यो सानो गिलासमा पहिला चामल भर्छु। अनि त्यसपछि यसमा हामीले के हाल्नु पऱ्यो, पानी होइन त। पानी पनि हाल्यौँ। अब यसमा हामीले युज गर्नु पऱ्यो खानेवाला तेल। आय हाय हाय हाय, तेल भइसकेपछि अब यो कान साफ गर्नेवालालाई, कान साफ गर्ने कि यता हाल्ने, यता हाल्ने भनेको थियो, यहीँ हाल्नु पऱ्यो। यो त जाँदैन त। यो अलि भएन भन्दा नि अलि लामो भयो क्या। अब चाहिँ भयो नि त सही तरिकाले। अझै तेल थोरै कम पऱ्यो कि तेल चाहिँ अलि राख्नु पऱ्यो होइन, किनकि 2 सालसम्म चलाउनु छ नि त हामीलाई त। ल त अब यसलाई नझल्न, ओहो हातभरि लाग्यो। अब चाहिँ यसलाई हामीले जलाउनु पऱ्यो होइन, लाइटर। अलि सानै छ तै पनि काम त। यसले हुँदैन, यसमा लगाएर यताबाट चाहिँ लाउँछु म चाहिँ। तेलले अलि राम्रोसँग टिपेको छैन। तेलले राम्रोसँग टिप्यो भनेपछि चाहिँ जल्छ। 5 साल भन्थ्यो, यता 2 सालसम्म ननस्टप जल्छ होला नि त अब। अब लाइट साइट सबै अफ गरिदिने भयो होइन। यसले अब 2 सालसम्म त मजाले धान्छ होला है। मेरो सानो छ नि त, अब यसमा हाल्यो भनेपछि 5 सालसम्म हुन्थ्यो होला। मैले सोचेँ अब भिडियो बनाएर देखाउनु त हो, अब त्यति धेरै मलाई 5 सालसम्म 2 सालसम्म चाहियो भने पनि काम गर्छ कि नै भनेर यत्तिकै भिडियो बनाएको थिएँ। तर यसले काम चाहिँ गर्छ। यो जल्दो रहेछ, यसले बल्दो रहेछ। र सुरुमा जलाउनु अलिक गाह्रो भएको थियो, अब आगो टिपिसकेपछि अब चाहिँ एकदम राम्रोसँग जलिरहेछ, दिया जस्तै छ। 5 साल त्यस्तै हो। अब यो तेल छ उन्जेलसम्म 10, 15, 20 मिनट, अब कति मिनट थाम्ने हो थाहा छैन। यो चाहिँ अब यतै रहिरहन्छ। यो अब कतिन्जेलसम्म चाहिँ, कति बेलासम्म चाहिँ जल्दो रहेछ म चाहिँ हेर्छु।